यहाँ सानो सर्ट भिडियो चाहिँ लिएर आइसकेको छु। अनि तपाईँहरूलाई चाहिँ मैले चाहिँ आज विशेष गरी चाहिँ के देखाउँ भनेर चाहिँ तपाईँहरू सोच्दै थिएँ। फेरि तपाईँहरूलाई चाहिँ म सोच्दा सोच्दै एउटा मेरो मनमा चाहिँ एउटा मजाको होइन अर्ग्यानिक चिज चाहिँ देखाउनु मन लाग्यो। अनि त्यो भएर चाहिँ मैले अर्ग्यानिक चिज चाहिँ के हो भनेर चाहिँ त्यो चाहिँ दबाई हो हाम्रो चाहिँ यहाँनिर जुन चाहिँ हिल एरिया दार्जिलिङमा चाहिँ हिल एरियामा चाहिँ हाम्रो चाहिँ अर्ग्यानिक दबाईहरू पनि हुन्छ नि त। त्यो भएर चाहिँ तपाईँहरूमा चाहिँ मैले अर्ग्यानिक दबाई चाहिँ देखाउनु गइरहेको छु। अगाडिबाट देखाउँछु तर त्यो चाहिँ के हो भनेर चाहिँ तपाईँहरूलाई म जानकारी दिँदैछु त गाइस। हेर्नुहोस् अगाडिबाट अब यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ अगाडिबाट मैले देखाएको यो चाहिँ भन्छ तितेपाती। अनि यो चाहिँ हाम्रो दार्जिलिङको हिल एरियामा हुन्छ। यो चाहिँ तितेपाती हो। यसले चाहिँ एकदमै दबाईको काम गर्छ। अनि दबाईको काम चाहिँ के हो भन्दा चाहिँ जसमा कि तपाईँहरूलाई बिमार आमार हुनुभयो भने चाहिँ अब केही बिमार आमार हुन्छ नि यस्तो चक्कर लाग्ने टाउको दुख्ने त्यस्तो छ भने चाहिँ तपाईँहरूले यो तितेपातीलाई चाहिँ मजाले माडेर सुँग्नु सक्नुहुन्छ। सुँग्यो भने चाहिँ एकदमै बिमार चाहिँ त्यस्तो जाति हुन्छ त भन्न सक्दिनँ, डक्टरी जस्तो त हुँदैन। र पनि तपाईँको अब काम चलाउ चाहिँ हुन्छ जसमा कि तपाईँको टाउको दुखेर चक्कर लाग्दैछ केही रिङ्गटो चल्यो भने त्यसलाई चाहिँ अलिकति काम लाग्छ। अन्त नाकबाट ब्लिडिङ गयो भने तपाईँहरूको ब्लड निक्ल्यो भने नाकबाट त्यसमा पनि तपाईँले माडेर सुँग्नु सक्नुहुन्छ। अन्त यो चाहिँ नाकमा सानो गरेर खात्नु सक्नुहुन्छ। यसले चाहिँ एकदमै भयङ्कर राम्रो काम गर्छ। अनि अर्को कुरो दबाई चाहिँ अर्को चाहिँ के हो भने तपाईँहरूको जिउमा चाहिँ फोकाहरू छ भने अनि तपाईँहरूको घाउ खटेर अब जिउमा निक्लेको छ भने चिलाउने घाउहरू हुन्छ, कोहीको फोकाहरू निक्लिन्छ अन्त पुरा चिलाउँदैछ भने चाहिँ तपाईँहरूले यो तितेपातीलाई चाहिँ तपाईँहरूले मजाले माडेर चाहिँ तपाईँहरूले दल्न सक्नुहुन्छ। अनि ढाडतिर मजाले आफ्नो शरीरमा चाहिँ यो तितेपाती चाहिँ मजाले दलेर चाहिँ तपाईँहरूले 1 हप्ता जस्तो दल्नु भयो भने चाहिँ चट्टै हुन्छ। अनि यसको चाहिँ एकदमै महत्त्वपूर्ण छ यो तितेपाती चाहिँ। तपाईँहरूलाई के कस्तो लाग्यो यो तितेपातीको पनि मैले दुईवटा अप्सन चाहिँ बताइदिएँ तपाईँहरूमा। जस्तै मैले यसको दबाई के हो कसो हो भनेर दुईवटा अप्सन चाहिँ मैले बताइदिएको छु। तपाईँहरूले पनि एकपल्ट ट्राई गर्नु होला। मैले चाहिँ यो दबाई चाहिँ तितेपातीको दबाई चाहिँ मैले चाहिँ ट्राई गरिसकेको। तपाईँहरूलाई के कस्तो लाग्यो तपाईँहरूले पनि ट्राई गर्नु होला भन्न चाहन्छु। यदि तपाईँहरूले ट्राई गर्नुभएको छ भने चाहिँ कमेन्ट गर्नु होला के कस्तो तपाईँहरूको होइन शरीरबाट अनि ब्लिडिङ हुँदा चाहिँ के कस्तो आएको थियो होइन रिजल्ट। त्यो चाहिँ तपाईँहरूले कमेन्ट मार्फत पनि गर्नु सक्नुहुन्छ भन्न चाहन्छु। ल त साथीभाइहरू भिडियो कस्तो लाग्यो। यसको नाम चाहिँ तितेपाती है त।